यो हो धरानको भानुचोक पनि छ। यहाँ चाहिँ भानुभक्त हुनुहुन्छ कवि। यो चाहिँ घण्टाघर हो, तपाईँलाई घण्टाघर देखाउँदैछु। यहाँबाट सिधा माथि गयो भने यो हाम्रो अहिले बजारतिर पुग्छ धनकुटा है यता। अनि यता गए चाहिँ इटरी पुग्छ। यहाँ चाहिँ पहिला बस पार्कहरू टन्नै थियो, बस पार्कै थियो पहिला, यहाँ चाहिँ अहिले हटाएको छ। यो चाहिँ राम्रो गरेको छ है, तपाईँलाई देखाउँदैछु। अति सुन्दर ठाउँ छ, ल हेर्नुहोस् अति सुन्दर छ है। ल हेर्नुहोस् यो चाहिँ घण्टाघर है, यो चाहिँ धरानको घण्टाघर। यो चाहिँ भानुचोक भनेर चिनिन्छ। तपाईँलाई यहाँ देखाउँदैछु, यो ठुलो बजार छ, यहाँ यस्तो छ है। हेर्नुहोस् देखाउँदैछु यसरी। यो चाहिँ बस पार्क तल बनिसकेपछि चाहिँ बस पार्क तल पारेको छ, त्यसले गर्दाखेरि अहिले चाहिँ राम्रो छ, सफा देखाएको छ मजाले। पिपल बोर्ड है, यस्तो छ। कस्तो लाग्छ? यो चाहिँ धरानको भानुचोक है। फेरि तपाईँले जानकारी गराए कस्तो लाग्छ हेरेर कमेन्ट गर्नु होला है। ल हेर्नुहोस् है धरानको भानुचोक।